दर्शकबिन अब यो भित्र के होला त यो सामान कस्तो होला त बिग्रेको भए रोहितको मन कस्तो होला त हाम्रो गोठ हो हैन यो बस्ने ठाउँ डेरा हैन योलाई के भन्छ रे त्यो डेरा डाफर भन्छ अरे के भन्छ अरे डेरा डाफर अनि यहाँ हाम्रो शिवजी भन्छ तल आइज न तल यहाँ हामी हैन यहाँ हामी अब यो यसो खतरा भिडियो बनाउने कि यो भोइस ओभर गर्छस् कि क्यामेराम्यान गर्छस् अब के गर्छस् लड्डु समातेर कसले समात्ने तिमी पनि समाउ मैले समातेँ आज होइन म भन्छु पहिला यता यो समाउ पहिला यो समाउ अनि यो पुरा भिडियो पनि हाल्नुपर्छ नि त पछि होइन आज यो आइटम आएको छ होइन हेर्दाखेरि सानो देखिन्छ होइन मलाई राम्रो देखा है मलाई राम्रोसित देखा है हेर्दाखेरि सानो देखिन्छ तर महँगो कति रे यसको प्राइस 1600 दिराम होइन 1600 दिराम भने नेपाली कति हुन्छ नेपाली लगभग 66,000 ल तिमी क्यालकुलेटर गर भनेको थियो है मलाई रोहितले 64,000 है केटा 64,000 को आइटम आएको छ होइन अनि हामीले चाहिँ यसलाई अब मैले सुरुमा रिसिभिङ गर्छु होइन त्यसपछि चाहिँ नि स्टोरहरूले स्टोर गर्छन् त्यसपछि चाहिँ नि यिनीहरूले चाहिँ पिक गरे यो चाहिँ मान्छे यो क्यामेराम्यानले उसलाई देखा त क्यामेरा समातेर अनि यो मान्छेले चाहिँ पिक गरेको होइन अनि त्यसपछि फेरि अनि मैले त्यहाँ सर्ट सेन्टरबाट सर्ट गरेर अनि प्याकिङ चाहिँ अरूले गरेको त्यसपछि यो चाहिँ फेरि आफैले अर्डर गरेको फेरि आफैले अर्डर गरेर आफैले पाउँदाखेरि कस्तो लागिरहेछ एकदम राम्रो लागिरहेछ होइन एकदम खुसी लागिरहेछ त्यहाँपछि मलाई आउँदैन ल डब्बा खोल प्रक्रिया सुरु गरियो कस्तो होला जस्तो लागिरहेछ होइन खै एक्सपेक्टेसन अब अलिकति राम्रै होस् जस्तो भइरहेको छ होइन हेरौँ अब के हुन्छ खोलेर त्यतिमै अब चालु गरिहालौँ ओ ह्याप्पी कति नाच्दै भनिरहेछ आमा तर यहाँ अर्को मान्छे चाहिँ एकदम बिरामी भएर माथि तल नआउने भनिराख्नु भएको छ होइन भनिरहेछन् विष्टजीले किन हो यस्तो चाहिँ अब के छ सन्चो छैन नि त्यही भएर हजुर कि तिमीलाई के अरे रोहितले मोबाइल किन्दाखेरि म रोहितको कस्तो मोबाइल होला यार म नि हेरौँ जस्तो लागेन होइन मलाई त्यस्तो त अब ठिकै छ नि साथीले ल्याए खुसी छु नि त म अर्को महिना म पनि लिन्छु अहिले हामी कहाँ छौँ हामी डल्सकोमा छौँ होइन अब दिनभरि काम गरेर हामी एकदम होइन गाली गरेर केटाहरू अहिले यहाँ गोठमा छन् होइन यो गोठ देखाउँ गोठ यो हाम्रो गोठ हो होइन यो बस्ने ठाउँ डेरा होइन योलाई के भन्छ अरे त्यो डेरा डाफर भन्छ अरे के भन्छ अरे डेरा डाफर अनि यहाँ हाम्रो शिवजी भन्छ यताको अवस्था अरे चिता यो फेरि पोस्ट हुन्छ नि साथी त्यो माइकलाई हातमा खेसेडङ खुसुडुङ नगर्न यार बिग्रिन्छ नि त अन्त भोइस त खत्तम बिगारिसक्यो धेरै महँगो माइक हो यो हाम्रो रुममा स्यालको जस्तो कसको छ बेड मेरो छ क्या हो यार यहाँ चितुवाको पनि छ होइन एकदम यहाँ यस्तो छ अनि दिनभरि काम गरेर होइन आफैले गरिसकेपछि अनि मैले यत्रो बोलिराख्दाखेरि यो मान्छेलाई कस्तो भइरहेको होला मलाई थाहा छ होइन कति बेला मोबाइल कस्तो होला यार कसरी हेरौँ होइन अब सबै काम आफैले गरिसकेपछि आइटम आएको छ होइन ल अब यसलाई हेरौँ हामी कस्तो छ होइन ल मागी ल अब चाहिँ नि हाम्रो यो एमाजोनबाट आएको ओ के होला त जल्दी गर भाइ कल्छु -5 ओके दर्शकबिन अब यो भित्र के होला त यो सामान कस्तो होला त बिग्रेको भए रोहितको मन कस्तो होला त म त रिटर्न गर्छु यार यदि यो सामान एकदम राम्रो निस्क्यो भने तिमी के गर्छौ यदि बिग्रेको निस्क्यो भने के गर्छौ बिग्रेको निस्क्यो भने अलिकति मुख यसो पार्छु होइन अनि त्यसपछि भोलि नै रिटर्न हानिदिइहाल्छु राम्रो निस्क्यो भने चाहिँ रातभरि घोटे गर्छु मोबाइल खोलेर पहिलो पटक तिमीले के हेर्छौ के खोल्छौ के गर्छौ पहिलो पटक त म स्क्रिनमा के भन्छ प्याटर्न हान्छु दोस्रो पटक आफ्नो जिमेलहरू हाल्छु होइन तेस्रो पटक यसो फेसबुक इन्स्टाहरू इन्स्टल गर्छु भन भनेपछि आज रोहित मोबाइलको पानी निकाल्ने सोचमा पानी नभनौँ होइन
भनौँ न पसिना त्यही त हो पसिना नि यो प्रकारको ओके पानी हो अब होइन कटर छैन कटर आफूले कटर युज गर्ने बानी है ए अब यसलाई अनबक्सिङ गरौँ पाकेट खोल कसरी खोल्ने यार चक्कु छैन छैन यार चक्कुले चक्कु नखोला हातै छ यार काफी हातै खोल्ने यस्तो होइन टक आमामामामा गिफ्ट पनि इयरबड पनि आमामामा हेर त वाउ यस्तो है ल ठिक छ होइन अब यार यस्तो सर्ट सर्ट काट्ने केही छैन छैन के यार हामीलाई काट यार एमाजोनको कटर पनि छ है केटा हो यहाँ त्यो उहरू काट्ने बोरा काट्ने कटर होइन त्यो बोरा काट्ने कटर यो बोरा काट्ने यो चाहिँ छोरा काट्ने कताबाट तिमी हान्ने कि तिमी सुरुवात ऊ गरौँ ओनर ल ओके रिबन काट्यो ए रिबन खै छिटो काटेको ए छाड्यो यार नमकिन यार मुलासक नमकिन गया तेल लेने ल हेर त आमामामा खासमा केटाहरूले यसो टिका सिका बनाउनु पर्ने हो यार टिका सिका ल है यस्तो वाह अब यो आउँछ हाम्रो होइन यो गर्दाखेरि यो दुईटा फ्री यो एउटा गर्दाखेरि यो दुईटा फ्री अनि यो डिस्काउन्टमा थियो कि अझै डिस्काउन्टमा थिएन नर्मल प्राइसमा थियो डिस्काउन्टमा भएको पनि अझ बढेर ओके ल कभर केही भएको छैन होइन यदि भित्र चाहिँ अब एकदम सकुशल हुन्छ होला सकुशल छ होला होइन होला हो ल ठिक छ ल अब यसलाई चाहिँ टक्क ए हल्ला नगर यहाँ हामी अनबक्सिङ गर्दैछौँ हल्ला नगर यहाँ भिडियो बिग्रियो भने अहिले तिम्रो जिम्मा हुन्छ होइन What is that? Wow, very slim. wow. नगर बटन तिम्रै हातले दाब्ने कि मायालाई चार्जै छैन जस्तो छ खुल्यो है खुल्यो ल उता देखाउ त उता देखाउ वाउ भेरी नाइस ल उता देखाउ उता यता यस्तो टक्क लगाएर ल यस्तो लगाएर कस्तो फिल भइरहेछ त एकदम उफ्रिम जस्तो लागिरहेछ मलाई त खे गाइज तपाईँहरूलाई पनि मोबाइल किन्न मन छ भने एमाजोनबाट यसरी नै अर्डर गर्नु होला हामी पिकिङ गरेर तपाईँलाई पठाउनेछौँ आमामामामा 100 वाट 100 वाटको चार्जर ओ माई गॉड व्हाट द हेल इज दिस ब्रो व्हाट इज दिस आई डोन्ट नो आई एम रियली सक नाउ 100 वाटको चार्जर आमामामामा मेरो यो फोन जसले भिडियो बनाएर छु नि त्यसको चार्जिङ मात्र 25 वाट छ मात्र 25 25 ब्रो 25 यु नो यु डोन्ट नो I don't know also. Okay, if anyone want say anything, you can take mic, okay? अब हेर यसमा यो वाच चाहिँ कसलाई दिने गर्लफ्रेन्डलाई दिने कि कसलाई दिने यो वाच यसो हेर्छु राम्रो रहेछ भने आफै लिन्छु राम्रो भएन भने भने बहिनीलाई दिन्छु है छ नि त मेरो गर्लफ्रेन्ड सर्लफ्रेन्ड छैन के यार फ्यामिली फर्स्ट हो नि त ओके यसको सिल तोडौँ है ल तोड सिल मैले त्यहाँ सिल धेरै तोडिरहेको हुन्छु होइन सामान अर्डर रिसिभ गर्दाखेरि यता यहाँनिर माइक ल्याउ त आवाज आउनु पऱ्यो क्या यो ढोका अलि बाहिरको साउन्ड आयो यार ढोका बन्द ओ माई गड घडी त आमामामामामा के साह्रो हो
ओपन गर्ने कसरी हो हाउ टु ओपन ब्रो हाउ टु ओपन एमआई वाच Oh my god. What is this? If anyone wants to say anything, you can take charge. त्यो अलिकति राम्रोसँग भिडियो काली जस्तै ल इयरबड पनि झर्न लागिसक्यो झऱ्यो यो चाहिँ इयरबड हो यति हो केटाहरू तपाईँले नि फोन किन्दाखेरि बनाउनैतिर लागे मैले तोड्न पाएन ल सिल है अनबक्सिङ गर्न पाएन भन्न खोजेको अब उसको चाहिँ बटरफ्लाई जस्तो त्यो क्यामेरा भएको चाहिँ फोन पाइसक्यो ऊ धेरै खुसी छ अनि यो अनबक्सिङमा यता चाहिँ सघाउने मान्छे पनि खुसी छ यता विष्ट सर पनि खुसी हुनुहुन्छ अनि यो तिमीले सुरुमा चाहिँ नि म के खोल्छु भन्दै थियौ सुरुमा तिमीले क्यामेरा खोल्यौ किन यसो चेक गर्नु थियो कस्तो छ क्यामेरा होइन त्यही भएर ओके ठिक छ ओके होइन यहाँ एकदम धेरै कुरा पाएको छ यो मान्छेले होइन आमामामा यति खुसी छ यो मान्छे आज यसको खुट्टा भुइँमा छैन आज यो मान्छे निन्द्रा लाग्दैन भोलि यसको ड्युटी छुट्छ ठिक छ सही हो त्यस्तो खुसी पनि हुनुपर्छ आफैले मिहिनेत गरेर कमाएको पैसाले होइन यो भोलि छुट्टी हो आफूलाई मन परेको सामान किन्न पाछ खुसी छ त्यही भएर खुसी हुनुपर्छ मान्छे अनि कस्तो जिन्दगीमा चाहिने भनेको खुसी नै हो अनि कस्तो खतरा दिनमा मोबाइल पुगेको के आज फेरि ठ्याक्कै होइन भोलि ठ्याक्कै यसको छुट्टी यो मान्छेको होइन अनि आज चाहिँ नि मोबाइल पुग्यो आज रातभरि सुत्दैन यो मान्छे मोबाइललाई मोबाइलको त पानी गराउँछ अरे मोबाइललाई त ओके ल ठिक छ ल भिडियो नबनाएर त्यत्तिकै रहेछ धन्यवाद गाइस